एकजना पाकिस्तानी आएर मलाई यो केटीको चाहिँ नेपालको एड्रेस कहाँ बताइदिनुस् न भने तपाईलाई कुनै जानकारी छ कि उसको नेपालको एड्रेसको बारेमा भने कारण के त भन्दाखेरि मेरो पैसा खाएर गई यहाँ बसुन्जेलसम्म चाहिँ यो गर्छु उ गर्छु तसँग बिहे गर्छु पाकिस्तान जान्छु यताउति सब गर्छु भनी तर अहिले मेरो 11-12 हजार दिरहम खाइसकेपछि अहिले मैले एक हप्ता बीचमा कन्ट्याक्ट गर्न खोज्दा कन्ट्याक्ट रहन्छ र उ चाहिँ नेपाल गएको जानकारी पाएँ प्लिज मलाई उसको चाहिँ नेपालको एड्रेस दिनु म नेपालमै गएर भए पनि त्योसँग म पैसा उठाउँछु भने सबभन्दा एउटा कुरा ख्याल गर्नुपर्ने कुरा के भने यो पाकिस्तानीले पनि पैसा दियो त्यसै त दिएन केही लुट्नको लागि दियो होला अथवा सुताउनको लागि दियो होला अथवा कुनै न कुनै एउटा फाइदाको लागि नै दियो होला केटीले पनि त्यही हो फाइदा 2-4 पैसा आइसकेपछि मजाले जे भन्यो त्यही मान्दिने अनि हाम्रा नेपाली चेलीबेटीलाई के रहेछ भने बरु नेपालीसँग रिलेसन गर्नुभन्दा बाहिरको देशसँग रिलेसन गरेपछि नेपालमा गएर पनि आनन्दै केही थाहा हुँदैन कसैलाई केही ज्ञान केही पनि हुँदैन भन्ने हिसाबले पनि अरू गनाउने देशका मान्छेहरूसँग लाग्दो रहेछन् है त्यसकारणले गर्दा नेपाली दिदीबहिनीहरूलाई के भन्छु भने प्लिज 2-4 पैसाको लागि 12 हात टाढाबाट गनाउने मान्छेहरूसँग ओछ्यान नबन्दिनु होला र तपाईहरु चाहिँ जो पाइ त्यहीसँग चाहिँ लिभिङ टुगेदर नबस्दिनु होला इभन नेपाली पनि कतिपय राम्रा हुँदैनन् केटा पनि केटी पनि हेरेर मात्रै चाहिँ कारोबार गर्नु होला र 2-4 पैसाको लोभमा प्लिज यसरी गएर बदनाम नगर्नु होला र नेपाली दाजुभाइलाई के भन्छु अरु दिदीबहिनीहरूलाई राम्रो जो हुनुहुन्छ उहाँलाई के भन्छु भने यस्ता नेपाली दिदीबहिनी छन् भने आफ्नो तर्फबाट हेल्प चाहिँ नगर्नु होला किनभने म नेपाली हुँ भनेर चाहिँ उनीहरूले भनेका हुँदैनन् त्यही भएर हामी नेपाली भएर उलाई चाहिँ नेपालीको हैसियतले चाहिँ मद्दत गर्न जरुरत छैन है गाइस धन्यवाद।